यही नजिक हाम्रै टिमसँग आएर हाम्रै टिमको बाइकमा डट टेम्पलको स्टिकर टालिराख्दाखेरि मैले भिडियो खिचेर बसेँ। सबै कुरा बिर्सिसक्यो भन्ने सोच भयो। लास्टमा त्यही मान्छेले मलाई पिट्छु भनेर प्लान गरेर आएको रहेछ, मलाई थाहा थिएन। फेरि डट टेम्पलको इजब र मनिष गुरुङ भन्नेले चाहिँ मलाई पिटेर भागिसकेको छ। अनि अहिले चाहिँ म हस्पिटलमा छु। अब त्यस्तो छ। अनि यतातिर यस्तो छ। अब सबै अलि वालछालै यसपालि चाहिँ अलि 4-5 जना थियो उनीहरू। अनि म एक्लै, त्यतिकै उनीहरू आफै सिधै आएर पिट्यो नै। मैले चाहिँ हिजो हिस्ट्री दाइको ब्लग हेरेको थिएँ होइन, लास्ट नराम्रो लाग्यो क्या, मनबाटै नराम्रो लाग्यो है केटा हो। त्यही भएर चाहिँ हिस्ट्री दाइलाई सपोर्टको जरुरत छ। यो कुरा चाहिँ जसलाई पनि पर्न सक्छ, हाम्रो राइडर होस् ब्लगर होस् होइन, चाहे डट टेम्पलकै अब एउटा रेसमा भाग लिने मान्छेलाई नि यस्तो पर्न सक्छ। त्यही भएर अहिले नै यो कुरालाई चाहिँ अहिले आवाज उठाएर एकजुट भएर चाहिँ हामीले हिस्ट्री दाइलाई सहयोग गर्नुपर्ने हुन्छ। अनि मैले किन यस्तो कुरा गर्दैछु भने चाहिँ तपाईँले यो भिडियो हेर्नुहोस् अनि त्यसपछि थाहा हुन्छ सबै कुराहरू। त्यही हो, सबजना अब हाम्रो राइडर्स ब्लगर्स जो पनि हुनुहुन्छ सबजनाले हाम्रो हिस्ट्री दाइलाई हेल्प गर्नुपर्छ यो बारेमा है, किनकि यो जसलाई पनि पर्न सक्छ है त केटा हो जे नेपाल। अनि जतिजनाले पनि मलाई चिन्नुहुन्छ प्लिज सबैजना गएर हिस्ट्री दाइलाई सपोर्ट गर्नु होला यो टाइममा है त केटा हो।